हेलो दोस्तों, नमस्कार साथीहरू सम्पूर्णलाई बिहानीको शुभकामना। भरतपुर 15 चितवनबाट साथीहरू हेर्नुहोस्, यो मेरो गाउँ हो, मेरो घर वरिपरिको दृश्यहरू है हेर्न सक्नुहुन्छ साथीहरू। यहाँ हेर्नुहोस्, यतापट्टिको चाहिँ नि सानो घर बन्दै गरेका घरहरू छन्, कोही रेडी भइसकेका छन्। अनि यतापट्टि चाहिँ नि यो गोरेटो बाटो हाम्रो घरतिर आउने। अनि यहाँ चाहिँ नि केराको बोटहरू, अनि यहाँ मकै, यो मकैबारी मेरो हो, मेरो घरको। अनि त्यसपछि चाहिँ नि यहाँ आएर हेर्न सक्नुहुन्छ फर्सीको मुन्टाहरू, अनि यो बकाइनाको रुख, अनि त्यसपछि चाहिँ नि फुलहरू, अनि यो मेरो सानो घर। अनि त्यसपछि आएर यहाँ चाहिँ नि अम्बाको रुख है साथीहरू। यो चाहिँ नि मेरो गाउँको घर हो, म यहीँ नै रहन्छु। अनि हेर्नुहोस्, यो मेरो घरको सानो सदस्य है साथीहरू। यो चाहिँ नि बिहान बिहानै क्याउ 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 गर्छ। यसलाई चाहिँ नि अब कहीँ जान मन लागेको होला, फेरि खोलिदिएपछि ल्याएर यस्तो कस्तो रमाइलोसँग चाहिँ खुजाइराखेको छ, चिलायो होला नि बिचरालाई होइन। यस्तो छ साथीहरू हाम्रो गाउँघरको रमणीय वातावरण। चारैतिर चाहिँ नि सुनसान छ, कहीँ आवाज छैन, च्याउ चुको आवाज आइरहेको छ किराहरूको। अनि हेर्नु यतापट्टि पनि मकै छ टन्न। अनि यहाँ चाहिँ मोल थुपारेर राखेको छ, यो अब धानको बिउ राख्नको लागि रेडी गरिरहेको हो। अब केही दिनपछि यहाँ चाहिँ नि रोपाइँ हुन्छ। गाउँहरूको माहौल अति नै रमणीय, अति नै सुन्दर छ साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ यो माहौल? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब अवश्य गर्नुहोला साथीहरू, र मलाई साथ दिने कोसिस गर्नुहोस्। यसरी नै मेरा सानातिना छोटो मिनी ब्लगहरू म बनाइ नै रहनेछु हजुरहरूको लागि। अब युट्युबमा म भर्खर नयाँ मान्छे हुँ, त्यति साह्रै यसको बारेमा ज्ञान छैन साथीहरू है। हस्त साथीहरू, अब मेरो मिनी ब्लगलाई पुरा हेरिदिनु होला, हेरेर प्रतिक्रिया दिनुहोला। र गाउँ भरतपुर चितवन नेपाल कस्तो छ हेरिदिनुहोस् है। यो चाहिँ नि फुलबारीको नजिकैको एरिया हो, भरतपुर 15 चितवनको। यस्तै छ घरहरू, कसैका ठुला छन्, कसैका ठिक्का छन्। यस्तै छ गाउँको वातावरण हो। हुने खानेले बनाउँछन्, नहुनेले त जस्तो छ त्यसैमा खुस रहनुपर्छ होइन र। छैन भनेर निराश नहुनु साथीहरू, एक दिन अवश्य हुन्छ। हेर्नुहोस्, डुबिरहेको चाँद कस्तो देखियो तपाईँहरूलाई? चन्द्रमाको चाहिँ नि सानो लगभग आधा हिस्सा देखिएको छ है। अब यो बिहानको टाइममै देख्ने मिल्छ। अब केही छिनपछि सूर्य उदय हुन्छ यहाँ। हस् त, बाई बाई, गुड मर्निङ।